पानी हुन्छ क्या तर दिस नट समुद्र है हेलो एभ्रिवान टुडे आई एम हियर मलाई फेरि इङ्ग्लिस आएको जापानीहरूलाई ओके मात्रै आएछ मलाई नि इङ्ग्लिस आएको त्यति नै हो क्या यो चाहिँ होइन खैरीहरू जस्तै बुटुङ टुङटुङ होइन इङ्ग्लिसमै दिनु मन थियो क्या आएको थियो है आजभन्दा धेरै वर्ष अगाडि हाम्रो चर्चमा खैरेर आएर प्रार्थना गर्दै अब मेरो त इङ्ग्लिस भयो नि त थ्याङ्क्स आमेन भने जस्तै मलाई दिनु मन थियो होइन तर मलाई चाहिँ दिन आएको थियो अहिले चाहिँ म जापानको दोस्रो लामो नदी जुन चाहिँ तोनेगावा रिभरमा छ जुन चाहिँ तोनेगावा ओहासी भन्छ यो ब्रिज चाहिँ यो नदीको गहिराइ भनेको चाहिँ 120 मिटर गहिरो छ अरे क्या अब यहाँ चाहिँ तोनेगावा भन्नु बित्तिकै हाम्रो गुम्बामा बस्ने गुम्बा क्रिकेट सरको ताकासाकी माइबासी साकी बस्नेहरूले थाहा भइहाल्छ क्या विशेष गरी चाहिँ यो माइबासीको उपमतेनासी सेलमङ्गाको चाहिँ तोनेगावा रिभरकै छेउमा उपमतेनासी सेलमङ्गाको र उपमतेनासी नियमको गाकोमा पढ्नेहरूलाई अग्नि बाँध्नलाई थाहा छ क्या यो तोनेगावा रिभर भन्ने बित्तिकै क्या तोनेगावा भन्ने बित्तिकै क्या यो हेर्दाखेरि समुद्र जस्तै छ क्या यहाँ चाहिँ मासतिर चाहिँ यत्रो सानो छ होइन यहाँ चाहिँ यो एउटै तोनेगावाले दुईवटा प्रिफेक्चरलाई छुट्याएको छ क्या यहाँ पुच्छरमा पनि पूर्वपट्टि इब्राकी भयो पश्चिमपट्टि चिबा भयो क्या यत्रो खोलाको किनारमा पनि यस्तो सुन्दर सहर बनाइदिएको छ क्या सही यहाँ त साइक्लिङ गर्नु चाहिँ मजा आउँछ होला क्या अब हाम्रो नेपालमा भएको पनि यहाँ आएको छ भिडियो बनाउनेहरू होइन भिडियो बनाउनेहरू होइन फोटो खिच्नेहरू टिकटक बनाउने लाइन हुन्थ्यो होला क्या यतिको ब्रिज भइदिएको है अब हाम्रो देशको सरकारलाई चाहिँ के चाहिँ भन्न चाहन्छु भने यत्रो ठुलो नदी छ अनि यहाँ पनि यस्तो छ यता यसमा दामी गाउँ छ नि त होइन एउटा यत्रो खोलाको छेउछेउमा पनि यसबाट चाहिँ के सिक्नुपर्छ भने जनताको घाँस बाँस कपासलाई चाहिँ पहिला स्थिर बनाउनु पर्छ क्या व्यवस्था गर्नुपर्छ क्या अनि मात्रै अरू विकासलाई चाहिँ अगाडि बढाउन सकिन्छ भन्ने कुरा चाहिँ सोच्नुपर्छ क्या बन्दरगाह भन्छ है बन्दरगाह तपाईँहरूलाई थाहा नहुनसक्छ है मिनातो भन्छ नियोङ्गोमा होइन मिनातो भनेको चाहिँ फिसिङ पोर्ट इङ्ग्लिसमा होइन माछा मार्ने ठाउँ